आज चाहिँ ट्याग लाएर 6 बजे उठेको, निन्द्रा नि पुगेको छैन हिजोको। अनि आज हामी चाहिँ काठमाडौँ जानुपर्ने हुन्छ ब्याग स्याग बोकेर। अनि अब चाहिँ गाउँ पनि विरक्त लाग्न थाल्यो। त्यो भएर लाग्देको ल म चाहिँ गाउँको मान्छे हेरिराख ल, तिमीहरू हेरिराख ल, लाग्देको ल लाग्देको ल। अब यहाँ बसेर केही उपलब्धि गर्न सकिएन। अब हामी चाहिँ ट्याग लाएर निक्लिनु पर्ने हुन्छ यहाँबाट। 7 साढे 7 भइसकेछ। अनि अब सरासर कहाँ पुगिन्छ जाउँ, अनि खाजासाजा खाउँ बाटोमा। खाजासाजा खाइसकेपछि अनि बाँकी कुरा भन्नु। झोलाले गिरी गरिरहेछ, 2-3वटा झोला। अब बाइकमा बोक्ने चाहिँ यो हो, गाडीले लान मानेन, के गर्नु। हाम्रो पनि 2टा बोका छ, एउटा मैले बोकिरहेको छु अनि एउटा चाहिँ यहाँ छ, यहाँ 2टा छ। अनि अब एउटा बाइकमा घाँडो भइरहेछ क्या परे, गाडीले सामुने लग्दैन। ठिकै छ, त्यही पनि अब नलगे पनि। यो 2टा ब्यागले लास्ट घाँडो बनायो। गाडीमा पनि हेर्दैछन् को कुन चाहिँ नानी हो पनि थाहा छैन, राम्ररी रहेछन्। ब्यागले घाँडो बनायो, ब्यागले घाँडो बनायो। हामी चाहिँ हेरेको ब्यागले घाँडो बनायो। के गर्नु, यस्तो नगरौँ न दाइ। बनायो 2टा ब्याग, यो 3टा ब्याग, अनि मैले एउटा बोकिरहेको छु 4टा ब्याग। 4टा ब्यागले घाँडो बनायो। अझ यो त छुट्टै छ। स्याम्बेको लोत्ती फर्किने भयो आज। हामी चाहिँ यहाँ अहिले खाजा खानालाई यसो बस्दियो, खाजा खाएर अनि निस्किन्छौँ। बाइक चाहिँ यहाँनिर छ, ट्याक्क लाएर खोला पारी स्याम्बे हेर्छ, हाँस्छ। अनि म चाहिँ यहाँ खाजासाजा खान्छौँ अनि हामी फेरि लाग्छौँ। यस्तै छ है यतातिर चाहिँ। यो नेपाल टार भन्ने ठाउँमा हो। यताको मौसम चाहिँ चिल छ, यो सिन पनि राम्रो छ। 2टा बाइकमा 4 जना। यस्तै छ है हाम्रो चाहिँ। अनि हामी काठमाडौँ पुग्छौँ। काठमाडौँसम्म पुग्यो भने भिडियोहरू हाल्छौँ, हेर्दै गर्नु होला। गाह्रो भयो, पानी परेर कहीँ जान सकेन। नेपाल टारदेखि उकालो लाग्न सकेन, पानी पऱ्यो। के गर्नु हजुर, त्यस्तै छ। ल हामी चाहिँ ट्याक्क लाएर यो दुधौली भन्ने ठाउँमा आइपुगिसक्यौँ। अनि चटलाएर पानी पऱ्यो, पानीले गर्दा हल्का डिस्टर्ब भयो। अनि त्यही पनि ढिलै भए पनि निक्ल्यौँ। अब हामी खाजासाजा खान्छौँ अनि त्यहाँपछि हामी गाउने पनि कुरा भइरहेछ, गाउँछौँ पनि। अनि अरू भन्ने कुरा चाहिँ यस्तै हो। के छ र गाइड, परिरहनु के छ र हो जिन्दगीमा। हाँस्नुपर्छ, बोल्नुपर्छ, घुम्नुपर्छ, इन्जोय गर्नुपर्छ। त्यो त छ, अरू त के हुन्छ। हामी चाहिँ 4 जना निक्लिएको, 2 जना अगाडि पुगिसक्यो, हामी पछाडि दाजु पनि हेर्दैछ चक्कर गर्दै। विश्राम पनि हुन्छ बेला मौकामा। बाटोतिर छैन देखाएको, टक्क लाएर यो कुन ठाउँ हो चाहिँ थाहा छैन। तर मौसम यति धेरै बिग्रिरहेछ नि, हामी पुगिन्छ पुगिँदैन भन्ने कुरो भइरहेछ वास्तवमा भन्नुपर्दा। तपाईँको चाहिने मौसम चाहिँ यस्तो छ, कालो
खोलाबारी श्यामले मौसम चाहिँ एकदम मौसमले च्यालेन्ज हानिरहेछ हामी चाहिँ मौसमलाई च्यालेन्ज हान्दै यस्तो छ है मौसम चाहिँ आजको पानी पर्ला टाइपको पानी पनि पर्छ कि भन्ने छ अघि चाहिँ एकछिन पानी पर्यो त्यही पनि ठिकै छ हामी चाहिँ अब 90 को स्पिडमा हाँकिनु पर्ने हुन्छ पानीले एकदम गिटी ह्याङ बनायो 90 को स्पिडमा जाने अब कहाँ खाना खाँदा हुन्छ त्यहाँ रोक्ने खानासाना खाने अनि त्यहाँपछि फेरि काठमाडौँ चट्ट लाएर चपर गर्दै पानीले डुबाउनु समुद्र गइहाल्यो नि यार बिजोग के भन्छ यस्तो खोलापारी श्यामले बिजोग छ चट्ट खाना खान पसेको अनि पानी एकदम परिरहेको थियो क्या पानी पनि परिरहेको अहिले चाहिँ हल्का मौसम खुलिरहेछ पानी पनि परिरहेको अनि त्यसपछि भोक पनि लागिरहेको थियो अनि हामी चाहिँ खाना खान छिर्यौँ चट्ट खानासाना खाइयो निस्किन्छौँ आज यात्रा एकदम बवाल भयो हामी चाहिँ ट्याक्क लाएर यहाँबाट निस्किन्छौँ अनि त्यसपछि बाँकी कुरा भनेको अब हेर्दै जाउँ के हुँदो रहेछ पानी पनि पर्यो अनि साथीहरू चाहिँ यहाँ दाइ त्यहाँ टक्क लाएर 4 जना हिँडेको आमा पानीले यति धेरै ल्याङ गर्यो नि दिमाग खराबै बनायो अब हामी यहाँबाट निस्किन्छौँ त्यसपछि भनेको बाँकी कुरा हेर्दै जाउँ यहाँको सिन चाहिँ यस्तो दामी छ जानै पर्यो के गर्नु तपाईँ पनि भएको छैन जिन्दगी लन्द्राङ भाँडो फन्द्राङ बनायो पानीले गाह्रो छ हामीलाई चाहिँ यस्तो छ हामी छ यहाँको अरू त त्यस्तै हो भ्यू चाहिँ बवाल छ हामी चाहिँ त्यो 3टा डाँडा गरेर आएको यहाँ कलर यहाँ त्यस्तो छ है हामी चाहिँ त्यही बाटो आएको माथि चढ्दै
बाटो टल्किएको छ, हावाले कुदाउन दिँदैन बाइक। के गर्नु, गाह्रो छ हामीलाई। हावा अलिअलि हो र मार्छ होला आज, गाह्रो छ। काठमाडौँ कहिले पुग्ने हो, यस्तो छ हावा, मरिन्छ होला हावाले। यस्तो छ हावा बाबा, अघि पानीले कुद्यो, अहिले हावाले कुद्यो, बिजोग बनायो। कुद्दैमा बाइक तान्दैन, तानेन बाइकले तानेन, गाह्रो छ। हावाले उठ्दै जान्छ, के गर्नु, क्यामेरा कपाल उडायो, गाह्रो छ हामीलाई, गाह्रो छ, के गर्नु। हामी चाहिँ यहाँ रेस्ट लिनै पर्ने अवस्था भयो। चाकमा पिलो आइसक्यो, बस्दा बस्दा मर्नु बनायो। चाकमा पिलो आइसक्यो बस्दा बस्दा, अब के गर्नु, बस्नु परिहाल्यो। अनि यतातिरको भ्यू चाहिँ यस्तो बवाल छ नि, कसम भनेको नेचुरल यस्तो छ। तर के गर्नु, सरकारले केही गर्न सक्दैन। नेचुरल भ्यू हेर्नु है, यस्तो दामी छ, रातो माटो टिलिक्क टल्किरहेछ, यस्तो छ। यताको चाहिँ मुनि चाहिँ मकै बारी ट्याक्क लाएर है, यस्तो हो नि त। हो यो हो नि त बस्ने ठाउँ, हेर्ने ठाउँ, टक्क लाएर रातो माटो छ। यहाँ बस्न चाहिँ चिल हुन्छ, तर हामीलाई चाहिँ 2-3 दिनको लागि मात्रै, त्यहाँभन्दा चाहिँ सकिँदैन, हिँड्नु पर्ने हुन्छ। यस्तो छ है यताको भ्यू चाहिँ। तपाईँहरूलाई यहाँ परै गएर देखाइदिन्छु। टक्क लाएर टक्क ठ्याक्क यहाँ फलैजा पनि बनाइदिएको रहेछ। अनि यहाँनिर हामी बस्छौँ, ट्याक्क बसेर यस्तो छ यहाँको भ्यू चाहिँ, चतर यस्तो छ है, रातो टिलिक्क बब्बाल छ क्या भ्यू चाहिँ एकदम। छैन के हो, म मैसँग छ। यस्तो छ, 1 घन्टा ठ्याक्कै कुदाएको, अब अझै लाग्छ टाइम, के गर्नु र। यस्तै छ, केही पनि छैन हौ यहाँ, केही पनि छैन। त्यो खोलामा त देखिन्छ, केही पनि देखिँदैन त्यहाँबाट। यहाँ हेर्दा चाहिँ खतरा देखिन्छ, तर खास चाहिँ केही छैन त्यहाँ। उपर रातो क्या माटो चाहिँ यहाँको। सानो ब्याग हेर्दै गरे हराउला, यस्तो छ है। 1 घन्टा कुदाउँदा यस्तो भइसक्यो, पिलो आउला जस्तो। अब अझै लाग्छ क्या, 5-7 घन्टाभन्दा माथि नै लाग्छ। अनि के गर्नु त, गाह्रो छ नि हामीलाई, गाह्रो छ गाइज, हामीलाई गाह्रो छ। बिचमा चाहिँ बाटो बिग्रेर लफडा रहेछ, तनावै बाटो लास्ट खत्तम छ। यहाँको त बाढी यत्रो कुदिरहेछ, अनि बाटो चाहिँ पुरै कच्ची, यो अस्ति लगेको बाटो अरे। यस्तो चाहिँ ढिलो, के भन्नु र, गाह्रो छ हामीलाई। मोतीबिन्दु लागेको आँखामा गाडी हाल्यो, यता नारायणले पाखामा, यस्तो छ यताको हालत, के गर्नु। होला यत्रो बगिरो छ बाटो, त गोबरले लिएको जस्तो छ। नेता भयो भने सबै नै फ्री, यो बाटो त म गोबरले लिक्थेँ, के गर्नु, दिँदैनन् मलाई, गाह्रो छ हामीलाई। यस्तो खतम बाटो छ, बाटो यस्तो छ गाइस। यो बाटो हालत के गर्नु, तर अब यही बाटो आइयो, आएपछि हिँड्नै पऱ्यो, गाह्रो छ हामीलाई। पनि बाटो छैन, के गर्नु, जिन्दगी यस्तो ठाउँहरू हेर्न पाइन्छ। क्षेत्र गर्दै यस्तो खतम छ नि बाटो, हेर्दैछ
तेरिका हो चाकमा कत्रो पोको आयो गाह्रो छ के गर्नु श्यामले डाइपर लगाइरहेछ तेल लाएर मालिस गरिदिनु बाटो यस्तो छ के गर्नु होला धन्न 4 जना आइएको छ रमाइलो भइरहेछ अहिलेसम्म चाहिँ नभए त मरि नै नभए चाहिँ खाएकै हुन्थ्यो हामी 4 जना आइयो रमाइलो भइरहेछ एकदम टुर भइरहेछ हामीलाई चाहिँ बिन्दास चकाचक लागेर एकदम सँगले सट्टल लाएर सेदन गर्दै अनि बाटो तपाईँ देख्न सक्नुहुन्छ हाम्रो नेपालको बाटो यो कस्तो हो कुन कस्तो हो त्यो उसले भन्छ नि दाइ सिधा कुरा जनतासँग होला कृषिधामला के हो यो बाटो हालत हेर्नुहोस् नेपालको हालत जनता रोइरहेछन् जनता जान्न चाहन्छन् तपाईँ के भन्नुहुन्छ यस्तो छ हालत श्याम भाइ बाटोको हालत यस्तो छ के भन्न चाहन्छस् जनता जान्न चाहन्छन् अरे फाटे जनता जान्न चाहन्छन् यस्तो छ बाटोको हालत भन्नुहोस् तपाईँ के चाहनुहुन्छ केपी ओलीजी बाटोको हालत खतम छ यार गोबरले लिपे भन्दा 4 खण्ड छ तरिका माटक्ने यो भएन हेर श्याम भाइ केपी ओलीलाई केही भन्छस् त त्यस्तो छ है बाटोको हालत के गर्नु सब घटिया भएपछि हालत यस्तै हुँदो रहेछ है दुःख पाइयो हामीले दुःख पाइयो के गर्नु यस्तै छ अब अरू त त्यस्तै हो गाउँतिरको मान्छे पनि हेरिराख ल बाटो त यस्तै हुँदो रहेछ यताको हाम्रोतिर ठिक दामी थियो बाटो यो त बकवास के गर्नु गाउँ विरक्त लागेर यता पनि विरक्त लाग्दो छ बाटो हेर्दा अब उता चाहिँ कस्तो छ थाहा छैन नभए त यहाँ पनि हालत विरक्त छ यार बिजोग छ हाम्रो बाइक पढ्न थालिसक्यो के गर्नु बाइक पनि पढ्न थाल्यो मोबाइल पनि पढ्न थाल्यो चार्ज सकिगयो गाह्रो छ अनि हेर बिजो गोबरले लिपे जस्तो छ बाटो सकिने भयो बाँकी भनेको यस्तै हो अब फोनमा चार्ज पनि छैन बाँकी मैले भिडियो देखाउन सकिनँ भने पनि माइन्ड नगर्नु होला अनि फुल भिडियो हेरिदिनु होला अनि लाइक सेयर कमेन्ट सब्सक्राइब सबै ठोक्दिउँ पठाइदिउँ केपी ओलीसँग पुगोस् यो भिडियो यस्तो छ यताको हालत भनेर अरू त भन्नु के छ र बाटो हेर्नु न बाटो त मारेरै छोडेको छ बाबा यात्रा खाल्दैछ के हेर हेर बिजो भारी बिजो राम्रो ल यही भन्दै अरू भिडियो चाहिँ म उता पुगेपछि अब चार्जले पनि भ्याएन अब जहाँ पुगिन्छ जहाँसम्म थाम्छ त्यहाँसम्मको भिडियो म देखाउँछु त्यहाँपछि भनेको यस्तै छ गाइज हामी चाहिँ चटलाएर धुली खेल आइपुग्यौँ अनि चिया खाइयो त्यसपछि अरूभन्दा नि इन्ट्रेस्टिङ कुरा चाहिँ मलाई यो लाग्यो क्या चट्ट हेरेर पढ्नु होला इन्ट्रेस्टिङ कुरा चाहिँ अरू भन्नु त यस्तै हो हामी पनि निक्ल्यौँ रुम जानुपर्ने हुन्छ रुम गएर चट्ट लाएर रेस्ट गर्ने अनि सुत्ने फाइनली हामी चाहिँ काठमाडौँ इन्टर भइसकेको छौँ अनि यहाँ आइपुग्दा रात परिसक्यो चाकको पिलो निको भएन बरु रात पऱ्यो पिलो निको भएन के गर्नु यस्तै चाहिँ हाम्रो त हालत खराब भइरहेछ अब सुताइ डेन्जर हुन्छ सुताइ बबाल हुन्छ त्यस्तो छ है काठमाडौँमा त कति धेरै गाडी रहेछन् नि म त हेरेको
त्यही ठुल्ठुला बाबा म त मर्छु होला। गाह्रो छ गाइज, गाह्रो छ हामीलाई। आज चाहिँ लास्ट डे, धेरै गाह्रो छ। अनि अब भोलि चाहिँ फ्रेस हुन्छ कि भन्ने आश छ। हेरौँ के आउँदो रहेछ। जिउ दुखेर प्लात्तै अनि मान्छे गलेर प्लात्तै। उहाँ च्याम्पे ट्याग लाएर जाँदैछ, चाक दुखो भन्दै थियो। यस्तै छ है हाम्रो हालत। यताको झन् राम्रो नसकिने घर पछि हामी फाइनली पुग्छौँ। त्यसो गाई काठमाडौँमा चाहिँ जस्तो भयो भने ट्राफिकहरू चाहिँ अति धेरै चेकिङ ठाउँमा। अनि हामी 2 ठाउँमा चेकिङ गरिसक्यौँ होला, तर रोकमा चाहिँ रोकेको छैन, चेक मात्रै गरिरहेछ। अरूलाई नै, हामीलाई चाहिँ रोकेको छैन। अनि हामी चाहिँ ठाडो लाग्यौँ। कालो छ, केही देखिँदैन होला अनुहार, नदेखे पनि अब चिनिहाल्नुहुन्छ। त्यस्तै छ। रातिको लगभग तपाईँको कति बज्यो भने अहिले ट्याग लाएर बज्यो होला 8 जस्तो बज्यो होला। अनि त्यस्तै छ है यतातिरको माहौल चाहिँ। गाडीहरू कुदिरहेको छ, चलपल राम्रो छ। त्यस्तै छ हाम्रोतिर चाहिँ। हाम्रोतिर त के भन्नु, यता काठमाडौँ बालेन सिटीतिर त्यस्तो छ है।